राम 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 जय श्री राम। नूतन कमल दल तुल्य प्रसन्न नयन दृष्टि वाम भागमा विराजमान श्री सीताजीको मुख कमलमा अडिएका छन्। उनी आजानुबाहु धनुष बाण धारण गर्नुभएका बद्ध पद्मासनमा विराजमान पीताम्बरधारी विशाल जटाजुडले युक्त मेघश्याम नाना अलङ्कारले विभूषित दशरथ चन्दन भगवान श्री रामचन्द्रको सभक्ति ध्यान गर्दै आज रामनवमीको पावन दिनमा भगवानका केही गुणानुवादको चर्चा गरिनेछ। भगवान श्री रामचन्द्रकी जय होस्। रामनवमी अर्थात् सनातन धर्मावलम्बीहरूको विशेष महत्त्वपूर्ण पर्व हो। यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाउने गरिन्छ। प्रख्यात ग्रन्थ रामायण लगायत इतिहास पुराण अनुसार यो दिनलाई भगवान श्री रामचन्द्रको जन्मदिनको रूपमा लिइन्छ। यो पर्व वासन्तिक नवरात्र भित्रै आउने भएकाले यस दिन भगवान श्री रामको साथै आद्यशक्ति जगतजननी दुर्गा भवानीको पनि पूजा हुन्छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएको भगवान श्री रामले दानवीय प्रवृत्तिका रावणको संहार गरी राम राज्य स्थापना गर्नुभएको सम्झनामा यो पर्व मनाइन्छ। त्रेता युग चैत्र शुक्ल पक्षको नवमी तिथिमा भगवान विष्णुले नरयोनीमा राजा दशरथ र रानी कौशल्याको पुत्रको रूपमा जन्म लिएर आफ्नो 7औं अवतार श्री राम रूप धारण गर्नुभएको थियो। त्रेता युगको त्यो रघुकुल धन्य छ जसले साक्षात पूर्ण ब्रह्म परमात्मा श्रीहरिलाई कुलभूषणका रूपमा अवतरित गरेको थियो। श्री रामावतारमा भगवानले सदैव मर्यादा पुरुषका रूपमा एक सदाचारी आदर्श चरित्रलाई स्थापना गर्नुभयो। भगवानका आदर्श लीला चरित्र अध्ययन श्रवण स्मरण र चिन्तन मनन गर्नाले मानव हृदयमा पवित्र भावद्वारा उत्पन्न हुन्छन्, भावधाराहरू उत्पन्न हुन्छन् र चञ्चल मानव मन राम भक्तिमा लीन हुन पुग्दछ। रामायणमा नैतिक आदर्श एवं सद्गुणको खानी श्री रामचन्द्रलाई सत्य, धैर्य, दया, क्षमा, मृदुता, वीर, शान्ति, निर्भय, तेज, ज्ञान, धर्मपरायण, मातृ पितृभक्त, गुरुभक्त, भातृप्रेमी, पत्नी बल्लभ, नीतिवान, प्रतिज्ञा पालन, साधु संरक्षण, शरणागतसल, भगवद्वत्सल एवं पवित्रताका प्रतिमूर्तिको रूपमा चित्रण गरिएको छ। युग पुरुष श्रीरामका आदर्श चरित्र र राम राज्यको गुणगान संसारभर युगसम्म उत्तिकै लोकप्रिय र प्रशंसनीय छ। श्रीरामको जन्म पूर्व शक्तिशाली साम्राज्य अयोध्याको सिंहासन लामो समयसम्म उत्तराधिकारी विहीन रहँदा सर्वत्र अन्योल र चिन्ता व्याप्त थियो। 3वटी रानी भए पनि अयोध्याका चक्रवर्ती राजा दशरथको काकरित्व थियो। यस्तैमा रघुकुल नन्दन राजा दशरथजीका कुलगुरु महर्षि वशिष्ठको शरणमा पुग्नुभयो। गुरुदेवको आज्ञा अनुसार श्रृंगी ऋषि आमन्त्रित भए र पुत्रष्टि यज्ञको अनुष्ठान गरियो। यज्ञ समापन कालमा साक्षात अग्निदेव प्रकट भई रानीहरूलाई खीर प्रसाद वितरण गर्नुभयो। त्यही दिव्य प्रसाद ग्रहण गरेपछि रानीहरू गर्भवती भए। त्यसबेला समस्त देवता र ऋषिगण लङ्काधिपति रावणको अत्याचारबाट आहत भएका थिए। पुलस्त्य ऋषिका नाति रावणले मया सुरपुत्री मन्दोदरीसँग विवाह गरेका थिए। समस्त वेदका ज्ञाता रावणले बल र ऐश्वर्यले उन्मत्त भई आफ्ना अग्रज कुबेरलाई लुटपाट मचाइकन लङ्का नगरी अर्थात् लङ्काबाट सारा सम्पत्ति हरण गरेर कुबेरलाई विस्थापन गरेका थिए। रावण लङ्कापति बनेका थिए। त्यसपछि ऋषि देवता ब्राह्मण र धर्मलाई परम शत्रु ठान्ने रावणको अत्याचारले उग्र रूप लिँदै थियो।
तिनै लोकमा तपोवन आक्रान्त थिए। लोकपाल देवतागण र ग्रहहरू रावणका बन्दी जस्तै थिए। यस्तै परिवेशमा राजा दशरथका तिनैजना रानीहरू गर्भवती भएका थिए। रानी कौशल्याको गर्भबाट चैत्र शुक्ल पक्ष नवमी तिथिको मध्याह्न कालमा श्री रामको जन्म भयो। कैकेयीको गर्भबाट भरत र सुमित्राको गर्भबाट लक्ष्मण र शत्रुघ्नको जन्म भयो। कुलगुरु वशिष्ठका आश्रममा चारै कुमार शिक्षा दीक्षा सम्पन्न भएपछि ऋषि विश्वामित्रले यज्ञको सुरक्षा व्यवस्था मिलाउन राम लक्ष्मणलाई आफ्नो तपोवनमा लैजानुभयो। यज्ञ विध्वंस गर्न आएका ताडका र सुबाहु भगवानका हातबाट मारिए। मारिच भगवानले प्रहार गर्नुभएको 100 योजना टाढा उछिट्टियो। यस विधि निर्विघ्न पूर्वक सम्पन्न भयो यज्ञ। तपोवनमै राजा जनकको निमन्त्रणा प्राप्त भयो। जनक नन्दिनी अयोनिजाका सीताको स्वयंवर आयोजना गरिएको थियो। महर्षिका साथै दुवै अवध कुमारको आगमन मिथिलामा भयो। मिथिला नरेश राजर्षि जनकले शिवको धनुष उठाई ताँदो जसले चढाउन सक्छ त्यस वीरलाई जानकीको हात सुम्पने उद्घोष गर्नुभएको थियो। संसारका सारा वीर तथा पराक्रमी राजाहरूले हार खाएपछि राजर्षि जनकलाई योग्य वर नभेटिने चिन्ताले सताएको थियो। भगवान श्री रामको हातबाट शिवधनुष खण्डित भयो। सर्वत्र श्रीरामको प्रशंसा हुन गयो। यही प्रसङ्गमा आफ्ना आराध्य देवको अपमान भएको भन्दै क्रुद्ध भएका परशुराम आइपुग्नुहुन्छ। भगवानले श्री परशुरामको शक्ति क्षय गरी शान्त बनाइ बक्सनुहुन्छ। स्वयंवर स्थलमा समेत श्रीरामले पिताको मर्यादा कायम राख्नुहुन्छ। अयोध्या नरेशलाई आमन्त्रण गरिन्छ। पिताको अनुमति पाएपछि राम जानकीको स्वयंवर र कन्यादान हुन्छ। चारै राजकुमारको विवाह मिथिलामै सम्पन्न हुन्छ। श्रीरामको लोकप्रियताले राजा दशरथ आनन्दमय बन्नुहुन्छ। यस्तै श्रीरामलाई राज्य अभिषेक गरी राजा दशरथले सन्यास लिने निश्चय गर्नुहुन्छ। तर भगवान श्रीरामको जन्म धर्म स्थापनाको लागि भएको थियो। यस कार्यका लागि देवर्षि नारदको प्रेरणा अनुरूप दासी मन्थराले रानी कैकेयीलाई उक्साउने कार्य गर्दछिन्। राजाले पहिले दिएको बाचालाई हतियार बनाई कैकेयीले 2वटा शर्त राजा सामु राख्दछिन्। पहिलो शर्त श्रीरामलाई 14 वर्ष वनवास जाने र दोस्रो शर्त भरतलाई राज्याभिषेक गरिदिने वचनबद्धता। कैकेयीका वचन पूरा गर्न बाध्य हुन्छन् भगवानका भक्त। राजा पिताको वचन शिरोपर गर्दै श्रीराम राजकीय वेशभूषा परित्याग गरी वनवास निस्कनुहुन्छ। सीता र लक्ष्मण पनि रामका साथ वनवास जानुहुन्छ। पुत्र वियोगले आकुल भई राजा दशरथले प्राण त्याग गर्नुहुन्छ। यस बीचमा मामा घरमा रहेका भरत दुखी हुँदै पिताको अन्त्येष्टि समापन गरी श्रीरामलाई फर्काउन चित्रकूट नगरमा आइपुग्दछन्। श्रीरामले भरतलाई सम्झाई बुझाई राज्य सञ्चालन गर्न अयोध्या फर्काउनुहुन्छ। श्रीरामको अनुपस्थितिमा सिंहासनमा रामका खराउ राखी भरतले राज्य चलाउन सुरु गर्दछन्। वनवासका क्रममा श्रीराम सीता र लक्ष्मणका साथ अघि बढ्नुहुन्छ। विभिन्न स्थानमा तपस्वी ऋषिहरूसँग दर्शन भेट हुन्छ र प्रयागमा भरद्वाज, त्यसपछि वाल्मीकि, चित्रकूट, अत्रि, त्यसपछि सरभङ्ग, सुतीक्ष्ण, अगस्त्य आदिको दर्शन गर्दै पञ्चवटी पुग्नुहुन्छ। पञ्चवटीमा पर्णकुटी निर्माण गरी केही वर्ष व्यतीत गर्नुहुन्छ। त्यहीको बसाइका क्रममा गृद्धराज जटायुसँग परिचय हुन्छ। एक दिन रावणकी बहिनी सुपर्णखा पञ्चवटी आइपुग्छे। काम वासनाले उन्मत्त सुपर्णखाको उद्दण्डता सहन गर्न नसकी भगवानले उसको नाक काटिदिनुहुन्छ। उसले खरदूषणका नाम राक्षसलाई आह्वान गर्दछे। भगवानले खरदूषणका हजारौं सेनालाई पनि परास्त गरेपछि सुपर्णखा आफ्नो दाजु रावण कहाँ पुग्छे। रावणले छल गरी सीतालाई हरण गर्ने रणनीति तयार पार्दछ। मारिचले स्वर्गको मृगको रूप धारण गरी रावणलाई सहयोग गर्दछ। स्वर्ण मृग सीतालाई असाध्यै मन पर्छ र सीताले समाएर ल्याउन श्रीराम भगवानलाई आग्रह गर्नुहुन्छ। मारिचको मायावी चिच्याहटले सीतालाई तर्स्याउँछ र लक्ष्मणलाई श्रीरामको सहयोगार्थ जान आग्रह गर्नुहुन्छ। लक्ष्मण सीतालाई लक्ष्मण
रेखाभित्र सुरक्षित रहन आग्रह गर्दै आवाज आएको दिशातिर जानुहुन्छ। यही मौकामा झुक्काएर रावणले सीतालाई हरण गर्दछन् र विमानमा राखेर लङ्काको अशोक वाटिकामा पुर्याउँछ। सीता अपहरणका साक्षी जटायु मरणासन्न घाइते भेटिन्छन्। जटायुको मरण पश्चात श्री रामले जटायुको अन्त्येष्टि कर्म गर्नुहुन्छ। कबन्दासुरको वध गरी सबरीको आश्रममा गएर जुठो वैर ग्रहण गरेपछि उनकै सुझाव अनुसार भगवानको हनुमान र सुग्रीवसँग भेट हुन्छ। किष्किन्धा राज्यमा अत्याचारी राजा बालीद्वारा निर्वासित भाइ सुग्रीवलाई भगवानको शरण प्राप्त हुन्छ। सुग्रीवलाई बालीसँग युद्ध ललकार्न लगाई भगवानले बालीको अन्त्य गरिदिनुहुन्छ। त्यसपछि किष्किन्धा राज्यको राजाको रूपमा सुग्रीवको राज्याभिषेक हुन्छ र वर्षाको समयभरि ऋष्यमुख पर्वतमा प्रतीक्षा गर्नुहुन्छ। असोज महिना लागेपछि हनुमान सुग्रीव र बानर सेनाका साथ दक्षिणतर्फ लाग्नुहुन्छ। भालु र बानर सेना सीताको खोजीमा सबैतिर छरिएर लाग्दछन्। हनुमानले 100 योजन समुद्र पार गरी जनक नन्दनीलाई पत्ता लगाउनुहुन्छ र लङ्का दहन गरी फर्किनुहुन्छ। सागरमा सेतु बन्धन गरिन्छ। 100 योजन लामो सेतु बन्धन पार गरी लङ्कामा भगवान राम पुग्नुहुन्छ। महायुद्ध हुन्छ। रावण लगायत लङ्काका सम्पूर्ण विधर्मीहरूको अन्त्य गरिसकेपछि रामको वनवास अवधि समाप्त हुन्छ। लङ्काबाट फर्किनु अघि श्री रामको मर्यादालाई सम्मान गर्दै जगतजननी सीता अग्नि परीक्षाका लागि तयार हुनुहुन्छ। लङ्कामा विभीषणको राज्याभिषेक हुन्छ र श्री राम, सीता, लक्ष्मण र हनुमान लगायत वानर सेनाका साथ पुष्पक विमान सवार भई अयोध्या फर्कनुहुन्छ। अयोध्यामा फर्किसकेपछि 1000 वर्षसम्म श्री रामले राज्य गर्नु भएको प्रसङ्ग रामायणमा वर्णन गरिएको छ। राम राज्यको अहिलेसम्म उत्तिकै चर्चा सुनिन्छ। भगवान श्री रामको नाम अहिले पनि संसारभर अधिक रूपमा लिइने नाम हो। आश्चर्य व्यक्त गर्दा होस् वा विपत्ति कालमा होस्, भगवान श्री रामको नाम तत्काल उच्चारण गर्नु हाम्रो संस्कृति परम्परा बनेको छ। संस्कृति पनि हो। भगवान श्री रामको मंगलमय चरित्र एवं गुणानुवाद सम्बद्ध अनेक रचना महाकाव्य आदि लेखिएका छन्। संस्कृतमा वाल्मीकि रामायण, योग वासिष्ठ तथा विभिन्न पुरहरूमा श्री रामको मंगलमय चरित्र वर्णन पाइन्छ। तुलसीदास रचित हिन्दीको रामचरितमानस तथा नेपालीमा भानुभक्त कृत रामायण पनि रामकथाका बेजोड प्रस्तुति हुन्। भगवान श्री रामको भक्तिभावका लागि रामायण कथा वाचन गर्ने विधान छ। यस बाहेक विभिन्न लोक संस्कृतिमा समेत बालुन राम कथा, रामलीला आदि प्रस्तुत गरिन्छ। यस रामनवमीका दिनमा राम राज्य सुशासन, सुव्यवस्था, धर्म, शान्ति, न्याय र सदाचारको पूर्णता हो। अहिले पनि पूर्वीय सभ्यताका मुलुकहरूमा असल शासन भएका मुलुकलाई राम राज्य भन्ने गरिन्छ। मर्यादा पुरुषोत्तम श्री रामका पितृभक्ति र माता पिताको आज्ञा पालन, भातृत्व प्रेमी, एक पतिव्रत, कृतज्ञता, शरणागत वत्सल र प्रजाको भाव अनुकूल राज्य सञ्चालन जस्ता वैयक्तिक गुणहरू आदर्शका चरित्रका रूपमा स्थापित छन्। रामनवमी भगवान श्रीरामको जन्म दिवस मात्र नभई पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापनाको खुसियालीको दिवस पनि हो। इतिहास, पुराण एवं धर्मशास्त्रमा मानव कल्याणका लागि भगवान श्रीरामले लिनुभएको अवतारलाई अथवा दिवसको रूपमा हामीले उत्सवका रूपमा मनाउन निर्देशन भए अनुसार हामीले मनाउँदै आइरहेका छौँ। यसर्थ रामनवमीको पावन दिनमा भगवानको विशेष पूजाआजा, व्रत, अनुष्ठान, कथा श्रवण गर्न पर्दछ। हरेक व्यक्तिमा अन्तर्निहित पापाचार रूपी रावणलाई पराजित गरी हृदयमा राम राज्य स्थापना गर्नु पनि आजको पर्वको सन्देश हो। भगवानको जन्मोत्सवमा भगवानको पूजा उपासना गर्नाले भगवत कृपा प्राप्त भई मानिसको कल्याण हुन्छ। यतिखेरसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईहरू सम्पूर्णमा हृदयदेखि कोटी कोटी नमन गर्दै बिदा हुन्छु। नमन।